मेरो छोरी यति धेरै चकचकी छ कि साथीहरू, आमामामा हेर्नु न, हामी कहाँ जाँदैछौँ त? मेरो फुल भिडियो थाहा पाउनुहुनेछ नि। हेलो साथीहरू, हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो डेली मिनी भ्लगमा। तपाईँहरू पनि सन्चै होला भन्दै म पनि एकदम सन्चै छु। यो भिडियो चाहिँ हिजो मैले भोइस कभर गर्न सकिनँ, एडिट गर्न सकिनँ, त्यही भएर आज मैले भोइस कभर एडिट गरेर लाउँदैछु, पोस्ट गर्दैछु साथीहरू। अनि म र मेरो छोरी कहाँ जान रेडी हुँदैछौँ त? हेर्न सक्नुहुन्छ मेरो फुल भिडियो। अनि मलाई माया पनि गरिदिनु होला, अनि मलाई फलो पनि गरिदिनु होला साथीहरू। अनि आमा छोरी हिँड्यौँ, आमा छोरी चाहिँ हेर्नु न, लट्ठी बोकेर लट्ठी फ्याँक भने लट्ठी फ्याँकिसकेर अनि यो चाहिँ छोरीलाई दिएको क्या, देखाउ ल भनेको। अनि हिँड्यौँ हामी तिनजना, मेरो कान्छी बहिनी हो नि त, कान्छी बहिनी इक्जाम चल्दैछ छोरीहरूको। अनि इक्जाम सकेपछि 12 बजीतिर गएको हामी। अनि 12 बजी गएको, गाडी अटो पाउँछ पाउँदैन, अटो पाइयो। अनि अटोमा मेरो छोरी हेर्नु अटो देखेर आमामामा यति धेरै अत्तालो कुदेको थियो कि। अनि बिस्तारै हिँड भन्यो भने अटोमा हामी तिनजना चढ्यौँ साथीहरू। अनि चढेर कहाँ चाहिँ जाँदैछौँ भने नि, मेरो बुढोले पैसा पठाइदिनु भएको थियो, त्यही पैसा निकाल्न जाँदैछौँ। हेर्नु न मेरो छोरीले यति धेरै दुःख दिए कि, यति धेरै दुःख दिए, निदाएर उठ न भन्छु, सुतेको सुते गरे। अनि फतेपुर पुगेपछि त हतार 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 हिँड्दै रहेछ क्या। अनि बिस्तारै गाडी थियो नि त, अनि हातमा अठ्याएर हिँडाएँ दुईजनालाई। अनि म पुगेँ त कहाँ, आइएमईमा गएँ, आइएमईमा हालिदिनु भएको थियो। अनि मेरो छोरी यति धेरै चकचक गर्छ नि, हेर्नु न, चुप लाएर बस न एक ठाउँमा भन्छु, मान्दैन। अनि आऊ आऊ भनेको फेन बोकिरहेको थियो, गर्मी भएर क्या उसलाई। अनि 1 महिनाको मेहनत मेरो बुढोले पैसा नि हातमा राख्नुहुन्छ होला, एक दिन भोलिपल्ट त पठाइहाल्नुहुन्छ क्या, किनभने घरमा चाहिएको छ। मेरो यो बुढोले कमाएको यो पैसा नि म केही सदुपयोग गर्नेछु। बुढो टेन्सन नलिनु होला। छोरी मान्छेहरूलाई मात्रै गाह्रो हुन्छ भने चाहिँ होइन, छोरा मान्छेलाई पनि धेरै गाह्रो हुन्छ, किनभने घर परिवार छोडेर बाहिर बस्नु भएको छ। अनि अहिलेको समय त झन् नि कुवेतमा, दुबईतिरहरूमा, सबै कतिवटा ठाउँमा, खाडी मुलुकहरूमा नि यति धेरै बम वर्षा भएको छ नि त। त्यही भएर मेरो बुढोले यति धेरै मिस गरेको छु कि मैले मेरो बुढोलाई, आई मिस यु। अनि मेरो छोरी यति धेरै चकचक गर्ने नि, पानीपुरी पनि खान्छु भन्छ, के मैले खुवाएँ, पानीपुरी पनि खुवाएँ, चिम्टीहरू पनि किनिदिएँ। अनि खाजा खाएर हामी घर जानु पर्यो भनेर खाजालाई मैले मेरो छोरीलाई मोमो, बहिनीलाई मोमो। अनि मलाई चाहिँ मोमो मन पर्दैन नि त, अनि थुक्पा। तर यो होटलको नि मोमो यति धेरै मिठो हुन्छ अरे नि त, मन पर्दैन। त्यही भएर मेरो छोरी मिठो मानेर खाँदैछ। हेर्नु न, एकैछिनमा त अर्को गाँस लागेछ कि, आमामा तातो भएर नि। अनि तपाईँहरूलाई मेरो यो भिडियो कस्तो लाग्यो? अनि माया पनि गरिदिनु, अनि फलो पनि गर्नु। अर्को नेक्स्ट मिनिङबाट बाई बाई साथीहरू, बाई।